कति पढेको छ भन्दाखेरि किन त बिएसए गरेको छु के गरेको छु भन्छ त्यहाँबाट गएर जाँड खान्छ र ऊ बाटा हिँड्ने गाडी फोड्ने अब पहिला पिट्ने गर्न त गरिदिने अब जम्मा भयो नि अमेरिकाले ध्वस्त पारेको जापान सुन्दरी बनाइदियो सानो देश हाम्रो नेपाल भन्ने सानो देश कहाँ पुगिसक्यो र हाम्रो देश हो भने यी बागलाई भन्छु म यो छ फुलसुल बगैँचा नि छ पुरा घर वरिपरि बगैँचा यस्तो बगैँचा छ चट्ट अब यो ठाउँमा भएपछि बिक्री हुन्छ यहाँ केही हुन्न र यो बगैँचा गोठा वरिपरि गई यो सुन्तला बुट्टा यो यस्तो यस्तो फुल सुन्तला नि खान लामाइलो सुन्तला एउटा एउटा जाति त भएन हाम्रो ठिक भयो मागुरा जालो ल पक्कै फल्यो त सुन्तला सुन्तला यसै एउटा दुईवटा यस्तो छ हेर्नुहोस् यो त बत्ती बाइबेला गोलमेडा यो गोलमेडा यो पत्तामा सबै र यस्तो यो छ के थियो यो मरौटी यो मरौटी अलिकति दबाई हुन्छ भन्छ नि मरौटी यो जम्मै यस्तो यस्तो मौरी यस्तो छ अहिले मौरी फल्नु उडी आएन नि यी फुलका बेहोर्ना यी यस्तो यी फुल त कति कति ल फुल यस्तो लागि बाटा नि फुल 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 हेर्न ल उसले पिकअपले भाँचिदिएछ अस्ति भन्दै भन्दै पिकअपले यस्तो नआउने फुल भाँचिदियो यहाँ गाडीले हेर्नुहोस् तिहार अन्जडी रनिन् कि होइन तिहारमा आउने हो रनिन हो तिहार छ नि त तिहारमै लाउने फुल हुन् ल यस्तो तपाईँ पुरा घर वरिपरि फुलको बगैँचा छ ल हेर्नु गफ ला भन्नु होला यो फुल कति बिक्री हुन्छ ठाउँमा भयो अहिले फुल्दै छ दुनियाँ ल हेर्नु यो फुल छरी थरी छ पहरा पनि थरी थरी लाउँथ्यो थरी थरी फुल छ यता फुल यता मौरी उडिया छैन नि यहाँ जाडो 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 हुन लगाएर उडिया छैन घाम लगाएको छैन पानी आउनु लगाएको छ बर्खाको मौसम अब बर्खा त एउटै हिसाबले गयो हेर्नुहोस् नागपञ्चमी आएको नागपञ्चमीबाट अझै बारी हुन नि सक्छ छ अझै असौ अब फेरि घर अर्को फुल यस्तो लागि खै हेर्नुहोस् मकै खन्यो तब के यो फुलको नाम माइलो यो फुलले के भन्छ यो फुल त नाम जाने होइन मखमली फुल्ने छ यी घन्टे फुल यो अब यो अर्को फुल यस्तो ल यतैसम्म बगैँचा कपाट त्यो उता दसैँको लागि ट्याक्का अब यी ट्याक्का ल के भन्छ भन् त पऱ्यो यो फोटो पनि मन लाग्यो होइन जानु यो ट्याक्का बोका फेरि ल हेर्नुहोस् फेरि गफ ला भन्नु होला ल हेर्नुहोस् उता कुखुरा भएर यो त कुखुरा खोरो हेर्नुहोस् यता भैँसी भैँसी यो भैँसी त होइन भैँसी बान्ने जग्गामै यस्ता यस्ता बसिया नि ल हेर्नुहोस् भैँसी बान्ने माइनी छन् त्यसो भइगले यो यहाँ यसो आएर कहिले यस्ता यस्ता फुल आउने यस्ता गर्ने त्यो आएर मौका मौका बोका किनेर पाल्ने व्यापार घाँस कसरी काट्नु भने भन्ने अब 6 महिनाको पुरेर बल्ल 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 बर्केको खेती भित्र यो बल्ल भित्र बल्ल यिनलाई थाल्दै ठुलो गर्ने
अब यहाँ त बताले खायो गरेर किसानलाई यही छैन सरकार त्यस्तै छ गर्ने मान्छेको खुट्टा तान्छ मै हुम साँडे भन्छ के गर्ने अब इबागो गर भनेको पनि अब हामीले त सकिएन इबागले गर्ने भनेर ल्याएको इबागले रौसी र ऊ खाएर नाचेर खालि नाचेर दिएन तिजला हात अझै एकदम नाचेको छ उफ्रेको छ त्यो स्वर नपाई त्यहाँदेखि माटो इबागले गर्छ कि भनेको जाँटो चाक घुमाइ नाच्छ यस्तो नाच्यो नि ओइ भएन भने दबाक गर्ने दबाक दिने भेला हुने इबाग जसले गयो बैठक गर्ने इबाग भएर त्यो छैन ऊ लाठी र लौरो लाएर हिँड्छ त एउटा भडाइलाई लत्ते रडले हानेर त उसले लगाइदियो सरकारले त ओली सालेले लगाइदिएर हेर त्यो भडाइलाई रडले हानेको त्यस्तै इबागले हानेको सालेलाई गुन्दा भनेर मासु र भात खाएको छ 1 रुपियाँ तेल हालिदिन्छ भनेपछि गएर लत्त बुढा कुटेको छ धेरै बुढालाई किन कुट्ने नि इबाग सल्लाह गर्ने इबाग जस्तो भयो त्यत्रो डिग्री पढ्यो कति पढेको छ भन्दाखेरि कि बिएसए गरेको छु के गरेको छु भन्छ त्यहाँबाट गएर जाँड खान्छ र ऊ बाटा हिँड्ने गाडी फोड्ने अब पहिला पिट्ने गर्नु त गरिदिने अब जम्मा भयो नि इबागको गठ गर्ने अच्छा सामाजिक सञ्जालले बन्द हुने रे पुरा फेसबुक युट्युब भन्दाखेरि सुविस्ता कता सुविस्ता आएको लो तेरो फेसबुक बन्द के बन्द कोही छोरछोरीलाई फोन गर्न हुन्छ ऊ सुविस्ता राम्रो आएको भनेको छ जाँडो धाँधली गरेको छ ल यस्तै छ हेर्नु त गरेर खानालाई दुःख भयो गरे फेरि यस्तै कृषि गर्ने ठ्याक्क गर्ने होला गरे ल हामी त यस्तै छ हेर्नु ल विदेशी हान्ने होइन यस्तै छ अलिक दुःखम सुखम चलिराखेको छ यो आफू त कहिले पखाएर कहिले गाउँ खेती गरेर पनि छोडियो होइन खुवाउनु त पऱ्यो यस्तै छ अब के गर्ने जम्मै यति हुन्छ 6 महिनाका यति आफू जति थियो उति अब यो त माथि अझै माथि नि खान रासन पानी के खान्छ भन्छ आज नि खान्छु भन्छ फेरि यसलाई आज नि खाने भन्छ अर्ग्यानिक अर्ग्यानिक खान्छ यो मकै आयो त्यहाँ यता नि अर्ग्यानिक हरेक प्रकारकै ल एउटा हाम्रो जङ्गलको एउटा बोगी भन्ने चाहिँ सुकाएर बोके यस्तो चट्नी हुन्छ ल हेर्नु जङ्गलको अर्ग्यानिक यसलाई सुकाएर ठ्याक्क यस्तो चट्नी हुन्छ यो बोगी सुकाएकोमा हेर्नुहोस् बर्खामा औषधि नै हो यो औषधि हुन्छ ठुलो औषधि बोके सुकाएर हाम्रो रासन पानी ट्याक्क यता ऊ सिमी मौरी हारे यसरी राख्यो झन् 12 तालीमा मौरी ठ्याक्क गफला भन्नु होला ल ल अर्को मौरी यहाँ एउटा यहाँ छ 12 तालीमा यस्तै भित्र राखेको छु मैले मिलाएर हेर्नुहोस् मजाले गफ लागेको र होइन अब यता त हेर्नुहोस् अब म लाइट बाल्छु मोकानी सामान यता लाइट बालिस अब बिस्तारै यता एउटा कपडा राख्ने यता यस्तो यसरी राखेको छु मौरी भित्र खान घरभित्र मौरी उस्तै त घरभित्र जाँदा हेर्न पाए कस्तो बाहिर बस्ने मौरी घरभित्र राखेको होला भन्नु र हेरी ठ्याक्क घरभित्र मौरी छन् ठ्याक्क यो हाम्रो घरको यो कोठी यो हो चल्ला अब अर्को मुजुपट्टि फेरि अर्को देखाउँछु मौरी बार यता नि मौरी उता नि मौरी अब यता हेर्नु फेरि लाइट जलो यहाँ ध्यान खोलिन्छ साङ्ग पारेर यता राखी फेरि यो नि मौरी बारी यहाँ त घुम्टे सर यहाँबाट घुम्दै देखिन्छ ल हेर्नुहोस् यो ठ्याक्क रासन पानी राख्ने ठाउँ यता प्याज लसुन त्यो के हान्ने र होइन माइलोहरू त अरू चाहिँ जम्मै ठिक भयो इबाग जति अब तिमी बाँच्ने र खाने हो भन्छ भनेपछि इबाग
कति अबका जन्मेका जतिबाट जन्मनीको त केही जानिन्न एकाता भएर लाएर यो सरकार ढलाउनु पर्छ ल ल ल ए हामी त के जान्ने र म त अनपढ मान्छे तिमी त पढेका मान्छे धेरै बुटुटुटुटुटु त भटपटे लगाएर बुढा नहान्ने नेता हानु त्यो बारी गएर खाएर च्याम्मा गाला रन्काउने गरेर तर ओल्ला गालाएर हानेको पल्ला गाएर पुरा इबाग आएर त्यही नेता थितो त देश त खतम पार्यो हामी म पनि कसिन्छु क्या लौ त ल आइज धनबहादुर खत्री आइज जाँठा नेताको काना जाली फोरम भन्ने जाम त इबाग जति भएर ल त्यसलाई मार्न भएन च्याप्पै सधैँ थुतेर लुवा धुनी छ्याप पुरा इबाग जम्मा भएर लौ त्यति काम गरौ त तँ कहाँ हुँदो रहेछ जाँडो त्यो महिलाको माझमा दुङ ननाचम त्यो नेताहरूलाई थुत्ने काम गरौँ त इबाग जम्मा भएर फेरि यसो भनौँ ल अब ताकत भयो इबाग त होला नि हामीले जाँदा पहिलो खर्सुवा डाँडा जुम गाडा दहमा रमाइलो हुने जाँडो 22-7 खेलेर भाँच्यौँ हामीले डडानला खर्सु हो त्यस्तै गरेर त्यो नेतालाई थुतेर झ्याम धो त भाइ हो त्यो एक मुठी तेल हालिदिन्छु भन्ने बित्तिकै लो हो हाम्रो त्यस्तो म यो माले म काङ्ग्रेस भनेर अब इबागले नभन त यत्रो सालसम्म भन्ने हो मैले पञ्चायत कालमा भोट हालेँ अहिलेसम्म हाल्दाखेरि केही सिप लागेन हो त्यसो भयो लौ त अहिले त गनाएको देखिनन् माथि तिनै तिनटा खान अब त्यो जाँदा भन्ने ऊ म यत्रै सानो बच्चा हुँदाखेरि काङ्ग्रेस मान्छे यो खोलाती मेरो पलाती हुँदाखेरि पनि काङ्ग्रेस र माले छ हो त्यसो भएर यसलाई छ्याप लुवा धोइदिएँ लौ त इबागको हातमा छ है अहिले ऊ हाम्रो नेपाल इबागको हातमा ल गर्न सक्छ भने अब त्यही जाँड खाएर हामी जस्तै बुढालाई मोटरसाइकलले झोट्टा हानेर जान्छौँ सिक्री थुत्ने छिनाल्ने लौ न आमा चुरोट खान्छु भन्ने त्यहाँबाट झडप त्यो बुढाबुढीका गहना लुथेर बाइकमा दगुर्ने यो नगरौँ प्रभु यो मेरो धन्यवाद छ म नमस्कार गर्छु हाम्रो इबागलाई लौ त इबागलाई मैले धेरैलाई सम्झ हाम्रो गाउँका केटा कोहीलाई मैले भनिराखेको छु कोही त सतन आइसकेँ युवाकै हिँड्न त गाउँमा माइलो हेरि अब भएकै इबाग हो जान त सकिहाल्यो भएकै इबाग तेलमा नलगुरौँ आफ्नो खुट्टामा उभिएर काम गरौँ त लौ त्यसो भएपछि नेपाल बन्छ बनाउने तिमी हामीले हो कोही कसैले बनाइदिन्न नेपाल बनाउने हामीले हो अब त्यो हामी गयो विदेशमा गएर घुमेर आयो ल म पनि यस्तो एक दिन यस्तो घुमेर आएँ तर वातावरण बुझेँ हो त्यस्तो हुनुपर्छ हाम्रो नेपाल भन्न कता सकिएको देश कहाँ अघि गयो भन्छन् एउटा उसले अमेरिकाले ध्वस्ता पारेको जापान सुन्दरी बनाइदियो सानो देश हाम्रो नेपाल भन्न सानो देश कहाँ पुगिसक्यो र हाम्रो जेसो हो भने इबागलाई भन्छु मैले अरू कसैलाई भन्दा इबाग सही भयो भने नेपाल ठिक हुन्छ ल धन्यवाद धनबहादुर खत्रीको अनुरोध यति छ अब त्यहाँबाट के गाह्रो पिरो यसो भनौँ गरौ भनेर भन्नु चित्त परे ओके भन्नु होला चित्त परेन भने बाई भनेर छोडिदिनु होला ल